गाइज म चाहिँ अहिले नाम्बा आइरहेको छु। निपमबासीदेखि चाहिँ नि नाम्बासम्मको मेरो पैदल यात्रा सुरु भइसकेको छ। यहाँ चाहिँ नि अहिले म नाम्बाको यो रोटिपिङ भन्छ यो ठुलो अग्लो पहेँलो देखिरहेकोलाई चाहिँ नि त्यो रोटिपिङ के भन्छ त्यसको अगाडिपट्टि छु। लाइभ चलिरहेको छ है वुडन ब्रिज है यो चाहिँ काठको पुल। झिलिमिली छ सबैतिर। डन किहोते रहेछ यहाँ अगाडि चाहिँ मोजिका। झिलिमिली पुरै झिलिमिली चलिरहेछ। डुङ्गा चलिरहेछन् मान्छेहरू। अब यहाँनिर यो पोखरीमा चाहिँ नि टक्क डुङ्गा चढेर मान्छेहरू अलि टाढासम्म पुग्छन् अनि फेरि फर्केर यहीँ आउँछन्। माथि रोटिपिङ चलिरहेको छु। रोटिपिङ राउन्ड कुन्नी मान्छेहरू टिकटक बनाइरहेछन् है। फोटो खिचिरहेछन्। छुट्टै बेग्लै दुनियाँ हुन्छ यहाँ चाहिँ नि। बेलुका है बिहान छुट्टै हुन्छ, दिउँसो छुट्टै हुन्छ अनि राति बेलुकीमा छुट्टै दुनियाँ चलिरहेको हुन्छ यहाँनिर। छुट्टै संसारै छुट्टै जस्तो देखिन्छ यहाँनिर चाहिँ। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला। लाइक शेयर सब्सक्राइब गर्न नभुल्नु होला। पुलमुनि पनि यस्तो रहेछ। यहाँ लाइट रहेछ।
अहिले चाहिँ फेरि हिउँ पर्न थालिसकेको छ है। हिउँ छिट्टाइरहेको छ अहिले, हिउँ पर्न थाल्यो बल्ल फेरि। क्यामेरामा हिउँ परिसकेको छ। सानो सानो हिउँको छिटाहरू आउन थालिसकेका छन् फेरि। Big light. This is what. 3, 2, 1. म चाहिँ त्यसै गरेर भित्रभित्रै आएर सिन्साईबासी निस्किसकेको छु अहिले। चाहिँ सिन्साईबासी भन्छ है, म चाहिँ निपोमबासीदेखि चाहिँ हिँड्दै हिँड्दै सिन्साईबासीसम्म आइसकेको छु अहिले। Look at this guys. पानीको छिटा पर्न थालिसकेको छ गोप्रोमा। पुस्दैछु म हातले। यता नाम्ला भयो भने अब यताबाट दोतम्बरी सुरु हुन्छ। आसाई लेखिरहेछ, दोतम्बरी लेखेको छ है।